मेरो दाजुले आज बाइकमा खादा लाएर 2 महिना भइसक्यो। बाय बाय। Good morning guys. साथियों अब बिदा दिएको तपाईहरुले एकदम दिवाली राम्रो मनाउनु। ह्यापी दिवाली। ओके ह्यापी दिवाली। गाडी पनि एकदम चिरिक्कै धोइरहेछ यहाँ मैले। ल बाय बाय। ओके कति त्यस्तै भाइ टाटा दिइरहेको त केस परि बल्ल टालेर यहाँ लुगाहरू सब मैला भइसक्यो र आई होप तपाईँहरूले मेरो ब्लग हेरेर एकदम मजा त आउँदै होला कम्ती भयो होइन। पूजाको लागि बुलीको लागि यसो फुलहरू हामी टिप्न आएको। यहाँ बिचारा बाजेले उहाँले रोपेको चाहिँ दिँदैछ। लक्ष्मी पूजा मनाउने चाहिँ यता हाम्रो सर चेन्नईदेखि लक्ष्मी पूजा मनाउन आएको थियो। तपाईँकोमा बेच्ने घिउ त छैन होला है? उयो के चाहिँ बस्तीमा हेर्दा कस्तो फिल हुँदैछ? भनौँ न हौ कस्तो फिल हुँदैछ सरम गरेँ। आज बस्तीमा आएर यहाँ मेरो साथीमा आएको छ यसो घुमाउँदै लिएर आएको। यता चाहिँ हाम्रो भाइ यता चाहिँ चेन्नईको टुरिस्ट हो यहाँ लिएर आएको गाइड चेक तर उहाँ चाहिँ अब नेपाली चाहिँ मजाले बोल्छ है। पम्सी टिप्न आइरहेछ यता पम्सीको रोक्छु यिनीहरूले के हेर्दैछ कि देख्यो चिल देख्यो लुक एट दिस इगल। यो चाहिँ पम्सी हो तपाईँको। त्यो चाहिँ एभोकाडो मन पऱ्यो भने भन्नुहोस् तपाईँहरूले। पठाउनु चाहिँ सक्दैन तर भए पनि यसो भिडियोमा हेरेर मन सन्तोक गर्नु। तपाईँहरू पम्सीको रसहरू याद दिलाइदिनु लागि खानु लगाएको नि। कति वर्ष बाद खाएको प्रमोदले? भयो 1-2 वर्ष त भयो होला है। बिचारा ऊ साथी चाहिँ चेन्नईदेखि आएछ एकदम लक्ष्मी पूजा। अब सरम लाग्यो युट्युबरको छेउमा बस्नु भएन यस्तो लजाउँछ हो केटाहरू। देख्दै गर्नु हाम्रो कदम गुम्पा मोनेस्ट्री। यहाँ चाहिँ नयाँ न्युली कन्स्ट्रक्टेड मोनेस्ट्री हो। मुनिको चाहिँ पुरानो हो एकदमै राम्रो भइरहेको छ यहाँनिर। हिँड्न नन स्टप ब्लगरसँग चाहिँ कहाँ हिँड्नु? अब हिँड्नु पऱ्यो नि तिमीहरू छ त चल्छ नि। अब ब्लगरहरू नन स्टप गरी कहाँ हुन्छ होइन हामी कहाँ हिँड्नु पाउँछौँ केटा। चल्छिला त नगर्दा उयो फ्रेडी भन्नु छैन सिङ्गल छ है तपाईँहरू केटीहरू कुनैले चाहिन्छ भन्नु उसको एम्सहरू हेर्नुहोस् यता। के हो एनआरजी यो चाहिँ देखाउनु यो एप्स देखाउँछ हेभी जहाँ रक्सी के खाँदैन सिगरेटहरू के खाँदैन कोको कोला चाहिँ खान्छ पुरा। कोको कोला किन्दैन। सो यो चाहिँ प्रपर भ्यू पोइन्ट सिङ्गिकको। अस्तिदेखि मैले माथिबाट देखाउँथ्यो यो यहाँनिर चाहिँ मङ्गन यो चाहिँ भ्यू पोइन्ट। यो साइड जङ्गुहरू पर्छ ग्याथाङहरू। यहाँ चाहिँ प्रमोद अल द वे फ्रम चेन्नई। मोमो चाहिँ दामी रहेछ है चटनी चाहिँ दामी। चटनी देखाउनु चटनीलाई हाइलाइट गर्नु पर्यो नि। अब सबसे दामी चाहिँ यो रहेछ सानो
सानो माइक यसको स्पिकर पनि यहाँ सानो छ इट्स लाइक स्मल बनाना उसको गीत सुन्नु छ हाम्रो लोकल फिर्काको